ल यो चाहिँ हाम्रो हजुरबाबाको सम्झनामा बनाएको चौतारा है। यहाँ चाहिँ बरको बेर्ना छ, उता पिपलको बेर्ना। यसले चाहिँ छाप्रो भन्छ। हामी केटाकेटी हुँदाखेरि चाहिँ यहाँ डेन्जर खेल्थ्यौँ। यहाँ डेन्जर ठुलो चौर थियो। अहिले त बाटो खनेर यसरी आयो। यहाँ अर्को चौतारी, यहाँ ठुलो पिपलको रुख थियो। यहाँ चाहिँ अहिले सानो सारा छ। उता चाहिँ बरको रुख थियो, बरको ठुलो थियो। हामी चढ्थ्यौँ सानो हुँदा है, खेल्थ्यौँ। अहिले त यस्तो। यो चाहिँ तल पुतली बजार जाने बाटो, त्यो भालुपाहाड भयो। यो आँधी खोला सिद्धार्थ आयो त्यो भित्तामा छ है। त्यही भालुपाहाडको मुनि भनौँ। सुटिङ गर्थ्यो पहिला यहाँ। पहिला हामी सानो हुँदा डेन्जर चर्चित ठाउँ हो यो, सुटिङ गर्ने ठाउँ हो। अहिले नि के छ हेर्नु त, चराउँदो रहेछ है के। ल भिलेज लाइफ, बचपनकै यादहरू। ल जो नि यो ठाउँलाई चाहिँ चिन्नुहुन्छ, मेरो गाउँतिरको साथीहरू, दाइहरू, दिदीहरू, भाइ बहिनीहरू, अङ्कलहरू, यस्तो छ अहिले।